हेलो एभ्रिवान वेलकम टु माई ब्लग। अनि सबैजना सन्चै हुनुहुन्छ, आरामै हुन्छ भन्ने विश्वास गर्दछु। म पनि एकदमै सन्चै आरामै नै छु। अनि हिजो चाहिँ त्यहाँ गएर आयौँ। यो चाहिँ बिहानको ब्लग है। के बोल्ने के नबोल्ने पनि थाहा भइरहेको अच्छा छैन। सो म चाहिँ बिहानै उठेँ अनि त्यस पछाडिबाट नानीलाई आज चाहिँ डलो बनाइदिन पऱ्यो भनेर सामान रेडी गर्दै ठ्याक्क भ्लग बनाउनु पनि छ भन्ने याद भइहाल्यो। त्यही भएर म भ्लग बनाउनुतिर लागेको। म चाहिँ नानीलाई आलु र ब्रोकौली भन्छ के भन्छ यसलाई। अनि यसमा चाहिँ दाल र चामल भिजाएको छु। यसलाई चाहिँ म पकाइदिन्छु अनि त्यसपछिबाट म काममा जान्छु। अनि हजुरहरूलाई थाहा छैन भने म चाहिँ काम पनि गर्छु नि त, प्लस काम प्लस नानी प्लस त्यस्तै चलिरहेछ। अब काममा जाने बेलामा सिधै भेट्छ है त साथीहरू। हामी चाहिँ म चाहिँ काम सकेर पनि सबै काम सकेर आज चाहिँ म कपडा हेर्न भनेर फुल भ्लग बनाइसक्यो। अब हजुरहरू पनि मै सँगसँगै जानुहुन्छ। कस्तो कस्तो कपडा मेरा कपडा देखाऊ रे। यो त होला नि अब हो भने थाहा छैन साथीहरू, यस्तो छ। हामी नचिनेको नबुझिकन आएका छौँ, जाँदैछौँ अघि नै स्टार्ट गरिहाल्छ। जाँदैछौँ हामी चाहिँ। यो सब लुगाहरू बन्डिल बन्डिल दिने कपडाहरू यस्तै हो नि। यहाँ एउटा कपडा मात्र माग्ने कसैले दिँदैन। एउटा कपडा यो सब बन्डिल लानुपर्छ। अच्छा अब हाम्रो रेन्ज चाहिँ छ 5,000 साथीहरू। 5,000 के आउँछ कि आउँदैन नेक्स्ट टाइम आएन छ भने फेरि नेक्स्ट टाइम ट्राई गर्नुपर्छ। सो अहिले म हिँड्दै गएछु, तपाईँहरूलाई देखाउँदै जान्छु। साथीहरू हामी चाहिँ कुमारको फोटो हेर्नु कस्तो राम्रो भयो। राम्रो तो जहाँ गई नि कुमारी 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 म त तू साला बहुत नीच आदमी रे सांप को देखा और तेरे को देखा तो पहला सांप को छोड़ के तेरे को मारना पड़ेगा। टाउकै खान्छ छोरी मेरो। आई लाइक इट कुमारी। यसले मेरो टाउको खान्छ, टाउको। कति धेरै गाडी। हामी नै कस्तो बाटो बसेछौँ। अनि यतातिर चाहिँ कपडा त्यसैले हामी जाँदैछौँ फेरि बसन्तपुर रेस्ट गर्नलाई एकछिन साथीहरू। अनि त्यस पछाडिबाट हामी फेरि उता मेरो त पहिले जान्छौँ। सानो बौद्ध भन्छ होला मेबी त्यसलाई होइन। यता वीर हस्पिटल साइडतिर जान्छौँ। स्टेटिङ गाइज हेर्दै गर्नु होला है, हामी कता कता जान्छौँ। केही भेटेन मलाई त साथीहरू, बोल्न पनि लाज लागेर भन्नुहुन्छ भने एउटा पसलभित्र छिरेन म। तर यो भोटेवाल साइडतिर चाहिँ धेरै जस्तो कपडा चाहिँ बच्चाहरूको पाउँदो रहेछ, त्यही भएर म पस्दिनँ। अब त्यतातिर हेरौँ, आज नभए भोलि, भोलि नभए पर्सि, के छ भने साथी। गाई हामी चाहिँ बसिसकेका छौँ बसन्तपुरमा। पानी खाएर हामीले प्याज मेटाइदियो। अब मान्छेले बोक्नु नसक्ने जस्तो भारी बोकाएको छ फेरि मेरो छोरीले। हेर कति दुःख गरेको। नानीको आइज हेर्नु। ए अब हामी पछि हामी भेट्छौँ ल। अनि रमाइलो लागेको नि उसलाई। अनि तिमीलाई रमाइलो लागेको नि छोरी, भन न। रमाइलो लाग्यो साथीहरू मेरो छोरी। अब यतातिर हेरौँ होलसेल सक्छ। गाइस दुईटा भ्लग चाहिँ कतिवटा भ्लग त मैले बनाएको, बट मलाई
बोल्न नआएर मेरो दिदीले बनाउँदै हुनुहुन्छ आजबाट मेरो लास्ट भिडियो हो यो मैले अहिलेसम्म तेरो भिडियो हाले छैन होइन क्या लङ भिडियो क्या सो त्यतै गएपछि भेट्छु बाई बाई तेरो मुख देखाएर होला हुन लागिसक्यो होला अब यतातिर पाएन छ भने चाहिँ हामी एकैचोटि भोलि मात्र आउँछौँ साथीहरू हामी यहाँनिर थाकेर बसेको हो कहीँ पनि नभेटाएर पसल भन न छोरी भन न हामीले त पसलले भेट्टाएन भन न पैसाले भेट्टाएन पसलले भेट्टाएन पसलले भेट्टाएन पसलले भेट्टाएन अनि त्यहाँनिर चाहिँ भिडियो भइरहेछ पनि तर सुटिङ जस्तो त्यहाँ हेर्नु न नानीले त मलाई गर्न ल्याउनु छोरी एउटा त भिडियो गर्नु मलाई त्यहाँ हेर्नु न भिडियो गर्न नदिने मान्छे यही हो यही मान्छे हो मामीले भिडियो गर्न नदिने कैसे कैसे लोग रहते हैं यार यहाँ पर ए भयो यस्तै छ साथी नानी बोकेर हिँडेपछि भिडियो बनाउन पाइन्छ भने त नसोचे नै हुन्छ त्यही पनि हामी बनाउन ट्राई गर्दैछु यस्तै छ साथीहरू अब एकैचोटि हामी घर गएर भेट्नुपर्छ ल साथी बहिनी चाहिँ टोइलेट गर्न भनेर गएको थियो उतापट्टि इनारपट्टि अब कतिखेर आउँछ होइन अनि हामी घर जानुपर्छ अनि हामी घर जाने हो भन न घर जानुपर्छ अब हामी भन त्यहाँ हेर्नु न फोकसै हुँदैन सबजना मान्छे चाहिँ हेर्ने दर्शक त्यहाँ भएको चाहिँ अनि हामी पनि कहाँ गइरहेको छ हेर्नु साथीहरू हामी यहाँ छौँ भने थाहै छैन त्यसलाई गई हराए गई यो हामी चाहिँ घर आउन लागिसक्यौँ घर जान लाग्यो हेर्नु नि मेरो छोरीले मान्छेभन्दा ठुलो सामान बोकेको बोतलले पुगेन अरे उसलाई त्यो डिउ नै बोक्नु पर्ने त्यहाँ हेर्नु न त्यहाँ ए मान्छे जत्रो छ त्यो फेरि ए छोरी हेर्नु नि रिसाकी हेर्नु यो घर गएछ उसले खानु यस्तो चिसो छ घर गएर मलाई दिएन भनेर रुन थाल्छ फेरि यो बच्चाहरू त बुझ्ने भएपछि त कति गाह्रो यहाँ हेर्नु हेर्नुहोस् त त्यसलाई टुडुङ ट्याड्याउ ट्याड्याउ टुडुङ ट्याड्याउ के गर्नु लास्टै फनियस्ट के हो अब हामी चाहिँ घर पुग्न लागिसक्यो हेर्न सक्नुहुन्छ हामी बाटोमै छौँ अनि योभन्दा तल चाहिँ हाम्रो अलिकति परपछि घर छ अनि यहाँ हेर्नु न गाइस सबै पर्वमा रहेछ यहाँ चाहिँ राम्रोसँग देखेको छैन है त्यो फुल हेर्नु न देख कितना अच्छा है ये अनि हामी चाहिँ अहिले जाँदैछौँ टक्कर गर्दै सो हामी भेटेपछि घर पुगेपछि भेट्छु ल गाइस हामी चाहिँ घर आइपुगिसकेका छौँ यहाँ हेर्नु न नानी चाहिँ बाजेबाट आइसकेको छ भुडी देखाउँछ म लसुन प्याज काट्दैछु मम्मीले चाहिँ आज अचार बनाउनु लाग्नु भएको रे धेरै भयो धेरै लाग्नु अनि अचार सादर कम खाने भनेको अब चाहिँ हाम्रो ड्यु पार्टी हुन लागिरहेको छ अघि मैले भनेको थिएँ नि मान्छेभन्दा ठुलो ड्यु बोक्नु परेछ भनेर ल कसले के खाने अब ड्यु हाल्ने दिमाग खराब गर्दै बजार म त सब पोखाइ के भएको छ बिरगल हेरेर खोल्न सक्दैन बिर भयो यसले यस्तै हल्लायो के त्यही भएर अघि बाटोमा पनि ऊ भएको थियो त्यही भएर त्यतिखेर त अन्त हो छ्यान लाउने ठाउँमा यस्तै गर्नु क्या यस्तै गर्नु उनीहरू बाबाको टी सर्ट भने त मैले
के अरे उयो कहाँनिर छ त्यो यो पुछ्ने भनेर राखेको स्वेटर जस्तो अब कुन यो माथि राख्ने ढल्न लागिसक्यो झन्डै त्यो स्वेटर जस्तो कहाँनिर छ त्यो गर त्यसले पुछ जस्तै मेरो बाबाको बाबाको त छैन मैले नै पुस्दिन्छु यहाँनिर राखेको थियो त यहाँनिर कहाँनिर फ्यालेको थियो यहाँ धुने नै हो कि दाग नजाला है मैले पहिला भन्दैछु नि फेरि दाग बस्छ र लुगामा त फोहोरको के दाग बसेर नजाला म त थाहा छैन फेरि साथीहरू हामी चाहिँ घर पनि आइपुगिसक्यौँ सोचे जस्तो कपडाहरू भेट्टाएन त्यही भएर हामी चाहिँ घर आयौँ पानी पनि पर्ला जस्तो भएको थियो रात परिसकेको थियो त्यसैले हामी चाहिँ घर आएर बसिसक्यौँ अब भोलि जान्छु आजसम्म यहाँसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई एभ्रिवान